काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवारीको लागि अहिले घोषणा गर्दछु र तपाईहरु सबैको भोटको अपेक्षा पनि गर्दैछु। यदि तपाईहरु 84 मा महिला पहिला 84 मा महिला पहिला। थ्यांक यू सो मच। म विद्या श्रेष्ठ महर्जन। अब हामीले 84 मा महिला पहिला भनिरहँदाखेरि सबैले चाहिँ साच्चीकै महिला पहिला गर्ने हो भने अब आउने 84 को चुनावमा तपाईहरु मध्ये को चुनावमा उड्दै र जित्दै हुनुहुन्छ एकचोटी हात उठाइदिनुस् त ल। सबभन्दा पहिला मेरो हात छ। 1 2 मात्र भयो हामी। बिना दिदी 3 मीरा भाउजू 4 5 ओके हाते मालो यो 5 अब मल्टिप्लाई भएर 50 हुनुपर्छ र 84 आइपुग्दाखेरि यो 500 हुनुपर्छ। त्यसको लागि सबैलाई धन्यवाद। एकचोटी जोरदार ताली बजाउनुहोस् जसले हात उठाउनु भएको छ। यस दिस इज द स्पिरिट। अब हामीले साच्चीकै महिला पहिला यो 33% जुन हामीलाई लेखिएको छ नि हामी मान्दैनौँ। हामी आधा आकाश ढाकेका 51% छौँ भने हामीलाई त अझ हुन्छ भने 60% हुनुपर्छ। यो लेख्नुपर्छ साच्चीकै समानुपातिक समावेशी र साच्चीकै देश विधिको शासन मान्ने हो भने संविधान संशोधन हुनुपर्छ, तत्काल हुनुपर्छ र संविधानमा ठुलो ठुलो अक्षरमा लेखिनुपर्छ कि महिलालाई अब 51% चाहिन्छ भनेर। अनि मात्र हुन्छ हामी 84 मा महिला पहिला र अर्को चुनावमा महिला सधैँ नै पहिला 60% हुन्छौँ। यसको लागि पक्कै पनि पुरुषहरूले एउटा लेबलिङ बनाएको छ, ब्रान्डिङ बनाएको छ, तर हाम्रो महिलाहरूले चाहिँ आफ्नो ब्रान्ड बनाउन सकेको छैन। आजदेखि नै हामी आइजिएफएफ को छाता मुनि लेट्स स्टार्ट क्रिएटिङ मेकिङ ब्रान्ड। विद्या श्रेष्ठ महर्जन अबको 84 मा काठमाडौँ महानगरपालिकाको मेयरमा भन्दैछु म। सो दिस इज हाउ वी मेक एन्ड क्रिएट न्यारेटिभ्स, क्रिएट ब्रान्डिङ। अब तपाईहरु मध्ये जो अघि हात उठाउनु भएको छ नि लेट्स कम टुगेदर। अब हामी सबै महिलाहरू संगठित भएर एउटै विचार हो हाम्रो देश बचाउने अनि देश बनाउने र महिलाहरूको जुन पहिलादेखि नै सधैँ हामीले मागिरह मात्र राखेका छौँ के वी आर नट बेगर्स। कम अन हामी त क्रिएटर्स हौँ के हैन र। ह्युमन मान्छेको ह्युमन सिभिलाइजेसनको क्रिएटर हौँ हामी आफैमा आमा हौँ, आफैमा कसैको बेटर हाफ हौँ, कसैको छोरी हौँ। हामी सम्पदा, हामी सभ्यता, हामी संस्कृति हौँ। त्यसैले हामी कतै पनि कमी छैनौँ र हामी कोही भन्दा पनि कम छैनौँ। त्यसैले फेरि एकपटक नारा घन्काऊ 84 मा महिला पहिला 84 मा महिला पहिला। अब भनिरहँदाखेरि अब मलाई लाग्छ आइ एम भेरी स्योर अघि जम्मी 5 जनाले हात उठाउनु भएको थियो। अब लेट्स रेज। अब कतिजनाको हात उठाउछ ल फेरि एकपटक हात उठाइदियो है। यस यस टुगेदर वी बिल्ड बेटर नेपाल। थ्यांक यू सो मच। यति भन्दै मैले भोट पनि अपिल गरेँ यहीँबाट। म श्रम संस्कृति पार्टीबाट माटो चुनाव चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवारीको लागि अहिले घोषणा गर्दछु र तपाईहरु सबैको भोटको अपेक्षा पनि गर्दैछु। यदि तपाईहरु भोट दिन सक्नुहुन्न भने तपाईको आफन्त होला, साथीभाइ होला, सम्पूर्णमा यो मेसेज क्लियर एन्ड लाउड भनिदिनु होला। थ्यांक यू सो मच। जय आइजिएफएफ। थ्यांक यू।